नेपाल प्रहरीका पूर्व आइजी राष्ट्रसभामा प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नुपर्छ भनेर आएको। यो पार्टीबाट मात्रै मुलुकको विकास र समृद्धिको यात्रा अगाडि बढ्न सक्छ भनेर भरोसा गरेको पार्टीको सदस्यता ग्रहण गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। रवि लामिछाने उहाँको साहस, अदम्य साहस, उहाँको क्षमता, उहाँप्रति जनताको विश्वास, यो चिजलाई हेर्दाखेरि साँच्चै नै नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै, राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वबाट मात्रै यो मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन हुन सक्छ। धेरै पार्टीहरूबाट मलाई अनुरोध भएको थियो, तर मैले किन यो चोइस गरेँ भन्दाखेरि धेरै कुराहरू बुझ्दाखेरि र जनताको भरोसा र विश्वास कहाँ छ भनेर ठम्ब्याउँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै यस्तो पार्टी हो जसले जनताको विश्वास र भरोसालाई जितेको छ। भाद्र 24 गते मुलुक दण्डली बलिरहँदाखेरि सारा पार्टीका नेताहरू दुलो पसेको अवस्था थियो, तर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई अब मुलुक बचाउन तपाईँ आउनु पर्यो भनेर जनता काँधमा बोक्न तयार भएर सहर लिएर घुमिराखेका थिए। आउने इलेक्सनमा अब पुराना पार्टीलाई होइन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै जनताले पूर्ण मत दिएर एक्लै सरकार चलाउने परिस्थितिमा पुर्याएर जनताको र मुलुकको अवस्था परिवर्तनको लागि जनताले सोच्नेछन्। आफ्नो कमी कमजोरी पनि त्यो मेरो कमी कमजोरी होइन, त्यो त एआईले बनाएर भन्ने नेताहरूलाई पालेर कुनै मलाई थाहा छ कानुनको प्रयोग कसरी हुन्छ, कानुनको व्याख्या कसरी गरिनुपर्छ, किनभने म आफू फेरि कानुनको व्याख्या गलत व्याख्यामा परेर भिक्टिम बनेको व्यक्ति नै हुँ। हाम्रो पार्टी सबैलाई जुन अन्याय भएको छ त्यस्तै त्योभन्दा गम्भीर प्रकृतिको, त्योभन्दा ठुलो जनताले आँखाले देख्ने प्रकृतिको त्यही विषयमा क्राइम गर्नेलाई छोडिएको छ, तल उहाँलाई फसाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जुन एजेन्डा ल्याउँछ, जुन योजना ल्याउँछ, त्यो योजनामा रहेर म काम गर्नेछु। राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय घर घरमा छ, हरेक जनताको घर राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँहरूको आवश्यकता, उहाँहरूलाई परेको अन्याय, उहाँहरूलाई परेको अत्याचारको विरुद्ध अब आवाज उठाउँछ।